दिदी यता आउनु तर यो मुस्ताङमा पनि खासै जाडो होइन है अहिले अझै हजुर कहाँबाट आउनु हामी उता काठमाडौँ मुङ्गेरको बाटो तपाईँहरू चाहिँ कहाँ चितवन आउँदा त राम्रो थियो जाने बेलामा बन्द गर्छ भनेर सुनेँ कहाँ ठिकै छ अहिले ठिक छ खै होइन नि हिजो खस बन्द भएको थियो राति बन्द भएको थियो अब हिजो राति बन्द पानी पऱ्यो भयो फेरि पहिरो गयो होला परेको छैन भने कि आज पऱ्यो आज त पानी राति चाहिँ पऱ्यो सबै एकैचोटि बनाऊँ भने आउनै मानेको छैन बिचरा नेपाल कस्तो छ नेपाल सरकारले के गरेछ के गरेछ केही गरेन दुःख दिएर यहाँ एउटा यहाँ अर्को पुल बनाउनु पर्ने एउटा पुल मान्छेलाई बनाउनु दुःख पर्ने दिएको छ नेपाल नेपाल सरकार सबै लुकेर बसेर हामीले दुःख दिने मेरो सामान्यमा आएपछि ठिक पार्टिन्छ है मलाई कति दुःख छ यस्तो